ल साथीहरु, आज हामीले सोशल स्टडीको सर्ट क्वेशनको वान शूट भिडियो गर्दैछौँ है। सर्ट क्वेशन भन्नाले 5 मार्क्समा आउने क्वेशन बुझ्नुभयो नि हजुरहरुको क्लास 12 को सामाजिक अध्ययनको क्वेशन नम्बर 12 देखि 19 सम्म आउने। हेर्नुस् त 40 मार्कको आउँछ नि हजुरलाई क्वेशन नम्बर 12 देखि 19 सम्म। हामीले साथीहरु यसमा 1 मार्कको गर्दैन, 1 मार्क र 8 मार्कको साथीहरु पछि आउँछ या बिस्तारै आउँछ, पार्ट 1 पार्ट 2 गर्दै आउँछ। हजुरले चाहिन्छ कि चाहिदैन कमेन्ट गर्नुला। अब कुनै पनि सब्जेक्टको हेर्न छ भने क्लास 12 को मैले राखिसकेको छु, एकाउन्ट, इंग्लिश, नेपाली सम्पूर्ण सब्जेक्टको बिजनेस सबैको राखेको छु, गएर हेर्न सक्नुहुन्छ हैन। सन्द सुरुमा हामीले यो 5 मार्क हैन सुरु गर्न भन्दा कति मार्क्स आउँछ 40 मार्क्स हो। त्यो भन्दा पहिला कसरी सल्भ गर्ने त्यो एउटा ट्रिक सिकाउँ है। ट्रिक हेर्नुस् त, ट्रिक सिकाउँछु। सन्द सुरुमा तपाईले ट्रिक सिक्नुस्। यो लङ क्वेशनको एन्सर दिँदा बुझ्नु नि, लङ क्वेशन 5 मार्क होस् या 8 मार्क्स हो, कसरी दिने सन्द सुरुमा त्यो सिक्नुस् के पहिला। हेर्नुस् त कसरी एन्सर लेख्नु। धेरै जस्तो साथीलाई लाग्छ नि मैले त कति धेरै गरेको थिएँ, मेरै सारणीको कति धेरै मार्क्स आयो, म त फेल भए भन्नुहुन्छ। यो कसरी हुन्छ त, किन यस्तो मिस्टेक हुन्छ त्यो पहिला ध्यान दिनुस्। तपाईले के गर्नुस् न, प्याटर्न फलो गर्नुहुन्न के। हामीले कुनै पनि एन्सर लेख्दाखेरि हैन 5 मार्क्स र 8 मार्क्स लेख्दाखेरि प्याटर्न फलो गर्नुपर्छ है। प्याटर्न के हो त, प्याटर्न कसरी लेख्ने हो त त्यो पहिला कुरो सिक्नुस्। तपाईले प्याटर्न फलो गर्नुभयो भने जान्दै नजान्नु भयो, तर प्याटर्न फलो गरेर हल्का टपिक छोडेर लेख्नु मिनिमम पनि 5 मार्क्समा 3 मार्क्स पाउनुहुन्छ के। कसरी हो त हेर्नुस् त। सन्द सुरुमा के गर्ने, हामीले शीर्षक हेडिङ लेख्न पर्यो के। त्यो हजुरले के को बारेमा लेख्दैन त्यसको हेडिङ लेख्नुस्। ट्रिक सिक्नुस् है, ट्रिक यही प्याटर्न फलो गर्नुस्। तपाईले जान्नुस् नजान्नुस् म्याटरै भएन, प्याटर्न फलो गर्न पर्यो। यसरी हेर्नु एन्सर। त्यसपछि के गर्नुस्, इन्ट्रोडक्सन के, इन्ट्रोडक्सन परिभाषा, क्वेशनमा के भनिरहेको छ त्यसको परिभाषा। परिभाषा सोधेछ नसोधेछ हामीलाई मतलब भएन, डजन्ट केयर, तर लेख्न पर्यो। कति 3 देखि 4 लाइन लेख्नुहुन्छ। कसरी लेख्नु त्यो पनि सिकाउँछु मैले। त्यसपछि हेर्नु त मेन एन्सर हुन्छ नि, मेन एन्सर मानव बौद्धिक चोरी भने हजुरलाई बौद्धिक चोरीको बेफाइदा भन फाइदा भन बच्ने उपाय भन। मेन एन्सर के लेख्नुहुन्छ, बीच पोइन्टमा हाम्रो कपीको बीच पोइन्टमा बुझ्नु नि, कपीको बीच पोइन्ट मुख्य एन्सर के 4वटा बुलेट पोइन्टमा लेख्नुहुन्छ है। बुलेट पोइन्ट भनेको के होला भन्नु, बुदामा लेख्नुहुन्छ के, बुदा एक्सप्लेन गर्ने होइन बुझ्नु नि। हजुरको मार्क्स केमा काटिन्छ भन्दाखेरि एक्सप्लेन गर्नुभयो भने मार्क्स काटिन्छ के। अब हामीले के बानी लाग्यो, एक पेज भोरिदिने, पेज भरे त नम्बर दिन्छ, नपढिकिन दिन्छ। अझ हल्ला के छ भन्दाखेरि नपढिकिन दिन्छन्, पेज भर्न पर्छ भन्छ। नपढिकिन दिन त दिनियो, तपाईको राइटिङ राम्रो हुन पर्यो, 2-3टा पहिल्यै क्वेशन राम्रोसँग सल्भ गर्न पर्यो। त्यसरी पनि बल्ल यसले जानेछ भन्ने फिल गरेर इम्प्रेसन पारेपछि बल्ल हो के गर्ने भनेको। हेर्नुस् त 4वटा बुलेट पोइन्टमा एन्सर लेख्नुहुन्छ, तर लास्टमा के लेख्न बिर्सिनुहुन्छ, कन्क्लुजन लेख्न बिर्सिनुहुन्छ के। बुझ्नु नि, कन्क्लुजन लेख्नु के, टाइम छ भने कन्क्लुजन लेख्ने हो 3 लाइन। अब सुरु गरौँ। सन्द सुरुमा हेर्नुस् साथीहरु, यो भिडियोमा हामीले के सिक्छौँ भन्दाखेरि क्वेशन नम्बर 12 मा आउने मात्र गर्छौँ है। बुझ्नु नि, 12 मा आउने मात्र। यसपछि 13, 14, 15, 16 गर्दै जान्छौँ। हजुरलाई कमेन्ट गर्दै जानु, त्यसपछि बिस्तारै आउँछ है साथीहरु। एकैचोटी पढेर पनि त हुने हैन। हजुरलाई मैले एक उन्टा पढाउँदै जानुस् कि यति मात्र पढ्नुस् इनफ हुन्छ कि। हजुरलाई 50 मार्क त इजिली ल्याउनुहुन्छ। मैले भनेका मात्र गर्नुभयो भने पनि 50 मार्क इजिली ल्याउनुहुन्छ। यो भन्दा पहिलाको भिडियो हेर्नुभयो भने गएर हेर्न सक्नुहुन्छ सोशलको, त्यसमा के पढ्न पर्छ त्यो सिकाएको छु मैले, कहाँबाट आउँछ के आउँछ कसो आउँछ भन्ने कुरो। हेर्नुस् त आजको क्वेशन प्याटर्न है। हामीले आजको लागि के गर्दैछौँ भन्दाखेरि क्वेशन नम्बर 12 को गर्छौँ नि। क्वेशन नम्बर 12 मा साथीहरु अर पनि आउँछ है, नजुकिनला। क्वेशन नम्बर 12 मा साथीहरु अर पनि आउँछ। त्यहाँ युनिट कतिबाट कतिसम्म आउँछ भन्दा हेर्नुस् त क्वेशन नम्बर 12 मा आउने भनेको युनिट 1 देखि 3 सम्म हो, तर यसमा के आइदिन्छ, एउटा अर आउँछ। त्यसपछि हामीले साथीहरु त्यही भएर हामीले युनिट 1 र 2 मात्र पढे हुन्छ है। बुझ्नु नि, 12 को लागि 3 पनि पढ्न पर्छ, तर 8 मार्क्सको लागि पढ्न पर्छ। 8 मार्क्सलाई अझै नआत्तिनु, मैले पछि सिकाउँछु हजुरलाई कहाँबाट पढ्ने कसो गर्ने भनेर। तपाई डराउन परेन हैन। युनिट 1 र 2 मात्र पढे हुन्छ। 3 को किन भने अरमा आउँछ, 3 1 र 2 बाट एउटा पढ्ने हजुरलाई, 3 बाट एउटा पढ्ने के। बुझ्नु नि, त्यही भएर हामीले के गर्छौँ 1 र 2 मात्र पढ्छौँ। अब 1 र 2 मा के पढ्न पर्छ हेर्नुस् त। 1 र 2 मा पढ्न पर्ने भनेको युनिट 1 बाट पढ्न पर्छ साथीहरु, पूर्वीय र पाश्चात्य चिन्तनको अभ्यास पढ्न पर्छ। यो कन्टेन्ट है, कन्टेन्ट यो ध्यान राख्नु। त्यसो हेर्नुस् त युनिट 2 बाट के पढ्न पर्छ भन्दा लेखन कार्यमा अरूको लेख रचना प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा वा यसलाई बौद्धिक चोरी पनि भन्छ है। बौद्धिक चोरी हुनुको कारण पनि सोधिन्छ हैन, बच्ने उपाय सोधिन्छ, त्यसरी सोध्छ। त्यसपछि नतिजा प्रवर्गीकरणको तरिका, नतिजा प्रवर्गीकरणको तरिका भनेको एउटा भनेको साथीहरु शाब्दिक छ, एउटा भनेको चित्रात्मक छ के, नजुकिन है। अर्को भनेको
शाब्दिक यहीँको यसैलाई शाब्दिक जानकारी प्रस्तुत गर्ने तरिका, यसको फेरि तरिका यहाँ भनेको हामीले ध्यान दिने उपायहरू पढ्छौँ, कसरी चोरीबाट बचिन्छ, शाब्दिक जानकारीबाट कसरी बच्ने भनेर सिक्छौँ। तर यहाँ गएर तरिका के छन् त भन्ने, तरिका भनेको साथीहरू एउटा सर्ट फर्ममा लेख्ने तिनीहरू एकदम सजिलो, डराउनु परेन। अब अर्को हेर्नुहोस् त, तथ्याङ्क सङ्कलन गर्ने विधि। तथ्याङ्क सङ्कलन कसरी गरिन्छ, यति मात्र पढ्नुभयो भने साथीहरू एउटा 100% पर्छ है। तर एउटा कुरा ध्यान दिनुहोस् कि साथीहरू, ठ्याक्कै हामीलाई क्वेसनलाई हल्का घुमाइदिनु, ट्विस्ट पनि गरिदिनु सक्छ। एन्सर यहीँको ज पर्छ, बुझ्नुभयो नि, एन्सर यहीँको ज पर्छ, तर क्वेसन हल्का ट्विस्ट गरिदिन सक्छ। फेरि नपढाएको आयो, यस्तो हावा आयो भन्नु होला, डराउने होइन। क्वेसन बुझ्न पऱ्यो, तपाईँलाई हल्का घुमाइदिनु त सक्छ नि। सोसल भनेको के हो, सोसल भनेको त समाजसँग रिलेटेड सब्जेक्ट, त्यही भएर हल्का ट्विस्ट गरिदिन सक्छ। ल अब हामीले केबाट हेर्छौँ, सन्द सुरुमा युनिट 1 बाट हेर्छौँ। हेर्नुहोस् त, ल साथीहरू युनिट 1 बाट हेर्छौँ नि। तपाईँले अब एन्सरको प्याटर्न पनि सिक्नु, एन्सर कसरी सल्भ गर्छन् भनेर यो तरिका सिक्नु। एकदम वान अफ द बेस्ट, कसैले पनि सिकाउनु यस्तो तरिका भनेर प्याटर्न, बुझ्नु नि। यो प्याटर्न फलो गर्नु भने तपाईँलाई हल्का छुए पनि 3 मार्क्स त मिनिमम। तपाईँले राइटिङ राम्रो गराउन पर्यो, फेरि राइटिङ राम्रो, केयरमेट गर्ने छैन सोसलमा, केयरमेट गर्ने छैन, बुझ्नुभयो नि। सोसलमा किन, सोसलमा एकदम गाह्रो हुन्छ है मार्क्स ल्याउनको लागि, हामीले त्यत्तिकै लेखेर मात्र आउँदैन। हेर्नु सन्द क्वेसन हेर्नुहोस्, पूर्वीय चिन्तन परम्परा भनेको के हो, यसको वर्तमान अभ्यासबारे चर्चा गर्नुहोस् भन्छ। सन्द सुरुमा मैले के सिकाएको हजुरलाई, हेडिङ लेख्न सिकाएको नि। हेर्नुहोस् त, हेडिङ ट्याक्क साइन पेन युज गरे पनि केही हुँदैन है साथीहरू, एक्जाममा ट्याक्क यसरी हाइलाइट गरिदिनको लागि त्यस्तो केही हुँदैन। साइन पेन युज गरेर भनिरहेको हुन्छ नि, साइन पेन युज गर्नुहुन्न भने, तर हजुरले गर्न सक्नुहुन्छ, गर्नु केहीमा असर पर्दैन कि साथीहरू। तर यसमा पानी सानी हाल्ने काम नगर्नु होला, फेरि पानी हाल्ने भने हल्का फैलिन्छ, त्यो कुरा ध्यान दिनु होला। हेर्नुहोस् त, सन्द सुरुमा हेडिङको भनेको के हो, इन्ट्रो दिन पर्यो नि। हेर्नुहोस् त, एसिया महादेशको वरिपरि उद्भव एवं विकास भएको विविध धर्म, संस्कार, सभ्यता र कलालाई पूर्वीय चिन्तन भनिन्छ। सन्द सुरुमा त हेडिङ लेख्यो, सन्द के भनेको क्वेसनले सोधे पनि नसोधे पनि लेख्न पर्छ है, बुझ्नुभयो नि। यहाँ पनि त सोधेकै छ, तर नसोधे पनि लेख्न पर्छ कि, बुझ्नुभयो नि। त्यसपछि के गर्नुहोस्, हजुरलाई एक्जाम्पल आउँछ भने एक्जाम्पल लेखिहाल्ने। एक्जाम्पल लेख्नुभयो भने साथीहरू वान अफ द बेस्ट भइदिन्छ कि एन्सर। हेर्नुहोस् त, उदाहरण भने चिनिया दर्शन, कोरियाली दर्शन, नेपाली दर्शन लेखे पनि हुन्छ। अब हेर्नुहोस् त, वर्तमान अभ्यास मैले हजुरलाई केमा लेख्न सिकाएको, जति सके बुलेट पोइन्टमा लेख्नु, 4वटा बुलेट पोइन्ट लेखे हुन्छ भनेको नि। हेर्नुहोस् त, कसरी पूर्वीय चिन्तन परम्पराको वर्तमान अभ्यास यस प्रकार छन् भनेर, मानवको चरित्र निर्माणमा धर्म, संस्कार, संस्कृति, सामाजिकरण नयाँ पुस्तामा हस्तान्तरण गर्छ। यसले के काम गर्दो रहेछ, व्यक्तित्व विकासलाई समुचित महत्त्व दिँदै सामूहिकता र सहकार्यमा जोड दिन्छ। प्रकृतिसँग सदात्मक राख्ने वातावरण मैत्री जीवनशैलीलाई प्राथमिकता दिन्छ। यहाँ हाम्रो कतिवटा भयो साथी, 1 2 3टा भयो, 3टा लेखे पनि पुग्छ। हजुरलाई अझै टाइम बचेको छ, अझै राम्रोसँग गर्छु भने 4वटा पुऱ्याए पनि हुन्छ है। लास्टमा के लेख्न सिकाएको थिएँ साथीहरू मैले, लास्टमा कन्क्लुजन। हेर्नुहोस्, कन्क्लुजन के लेख्नुहोस्, अन्त्यमा त्यसैले वैज्ञानिक ज्ञानलाई भन्दा सैद्धान्तिक ज्ञानलाई बढी प्राथमिकता दिन्छ, साथै यो एसियाली राष्ट्रहरूमा फैलिएको छ। यो त सकियो। हेर्नुहोस् त, अर्को भनेको पाश्चात्य चिन्तन परम्परा भनेको के हो, यसको वर्तमान अभ्यासबारे चर्चा गर्नु। सन्द सुरुमा के लेख्नुहोस्, हेडिङ लेख्नु है साथै। मैले यसमा हेडिङ लेखेको छैन, अब तपाईँले सिक्नुभयो नि फर्मेट, ट्याक्कै हेडिङ गर्नुहोस्, पाश्चात्य चिन्तन भनेर। तर पाश्चात्य चिन्तन भनेको के हो, हेर्नुहोस् त, ग्रिसको एथेन्स सहरबाट विकास भएको युनानी सभ्यता र इटालीको रोम सहरबाट विकास भएको रोम सभ्यताले विकास भएको ज्ञान, दृष्टिकोण, सोच, चिन्तन नै पाश्चात्य चिन्तन हो भनेर लेखियो। तर हेर्नुहोस्, पाश्चात्य चिन्तनको वर्तमान अभ्यास, यसले राजनीतिक परिवर्तनमा ठूलो प्रभाव पारेको छ। लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानता जस्ता विषय विश्वमै लोकप्रिय रहेका छन्। अब कस्तो गणतन्त्र भन्ने केबाट सुरुवात भएर चाहिँ पाश्चात्य चिन्तनबाट भएको छ क्या साथीहरू, बुझ्नुभयो नि। हेर्नुहोस् त, यसले विज्ञान प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ। हजुरलाई एकदम लामो लामो लाएर यहाँसम्म पनि सक्नुहुन्छ। यहाँ मैले यता एक्जाम्पल पनि हो कि, यसले गर्दा आज मान्छे चन्द्रमा र समुद्रभित्र पनि बसोबास गर्छन्। यो भनेको विज्ञानले गर्दा। अर्को हेर्नुहोस् त, भाषा र वेशभूषामा ठूलो परिवर्तन ल्याएको छ। कसरी भन्दाखेरि हेर्नुहोस् त, अब हाम्रो एउटा यत्रो हाम्रो सानो यत्रो नेपालमा पनि 125 भन्दा बढी भाषा बोलिन्छ, तर कति जाति, कति भाषा, धर्म कति छन् नि, त्यही भनेको। अर्को हेर्नुहोस् त, संस्कृति तथा साहित्य क्षेत्रमा प्रभावले नेपाल लगायत अन्य मुलुकमा कब्जा जमाएको छ। यसले गर्दा तर लास्टमा के भन्थे साथीहरू, कन्क्लुजन लेख्न भन्थ्यो नि, यसले सैद्धान्तिक ज्ञानलाई साथै वैज्ञानिकतालाई पनि बढी जोड दिन्छ।
पूर्वीय चिन्तनले साथीहरू सैद्धान्तिक ज्ञानलाई मात्र जोड दिन्छ, तर पाश्चात्य चिन्तनले फेरि वैज्ञानिकलाई ध्यान दिन्छ। हेर्नुहोस् त हजुरले यस्तो लेख्नु भने कति पाइन्छ 4.5 पाइन्छ। हेर्नुहोस् त सजिलो तरिकाले। अप्ठ्यारो लाखर हजुरलाई ला छैन नि। युनिट 1 बाट यो पनि सोधिदिन सक्छ। मैले दुईटा मात्र सिकाएको थिएँ, तर यो भनेको दुईटा त भनेको म्याक्सिमम युनिट 2 बाट सोधिरहेको हुन्छ के धेरै जस्तो, तर हाम्रो 1 र 2 जान्न पर्यो नि। त्यही 1 बाट यो सोधिदिन पनि सक्छ। हेर्नुहोस् त रिलेसनशिप के सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तर सम्बन्धित छन् भनेर अध्ययन र शिक्षाको सम्बन्ध भनेर ट्याक्कै यसरी लेख्नुस् है। हेर्नुहोस् त यहाँ चाहिँ सामाजिक अध्ययन एकदम लामो ठुलो पनि गराउने हैन, टाइटल एकदम डेकोरेटिभ पनि हुन पर्यो के तपाईले अलि युज राम्रो देख्दाखेरि कस्तो राम्रो देखेको किरमिट नगरिकन। हेर्नुहोस् त त्यहाँ के गर्नुस् नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानको एकीकृत अध्ययन सामाजिक अध्ययन हो भने मानव जीवनका लागि आवश्यक उपयोगी सिपलाई जीवनोपयोगी सिप भनिन्छ। तर सम्बन्ध अब कुनै पनि सम्बन्ध लेख्न पर्यो साथीहरु पुष्टि गर भने पनि साथीहरु बुलेटमै लेख्ने एन्सर बुझ्नु अनि तपाईले एक्सप्लेन नगर्नुस् के एक्सप्लेन गरेर हाम्रो मार्क्स आउन्न। बानी तपाईलाई कस्तो लाग्यो एक्सप्लेन गर्ने सिकाउँछन् टिचरहरुले कस्तो नराम्रो बानी सिकाउँछन्। अब कस्तो गर्नुस् बुलेटमा चारवटा बुलेट पोइन्ट लेख्ने हो त्यहाँबाट कन्क्लुजन लेख्ने यही सम्झिनु नि। हाम्रो च्यानलको नाम के हो स्टडी विथ बुलेट पोइन्ट हो नि। त्यसै भएको साथीहरु भएको हैन हाम्रो रिजन छ कि डीप रिजन छ नि। हेर्नुस् त अब के गर्ने सामाजिक अध्ययन अन्तर्गत मानव र समाजको खोजी अध्ययनको लागि जीवनोपयोगी सिपको अपरिहार्य छ। सामाजिक अध्ययन कार्यहरू गर्दा जीवनोपयोगी सिप हासिल हुन्छ। अब अर्को हेर्नुस् त अध्ययनले मानवको भौतिक सामाजिक राजनीतिक सांस्कृतिक ज्ञान लगायत सिपको पनि समावेश गर्छ। अब अर्को हेर्नुस् त अध्ययनले भौतिक ज्ञान प्राप्ति गरी सिप हासिल हुन्छ र सिपबाट रोजगार प्राप्त हुन्छ। यो भयो हैन। अब अर्को के गर्न कन्क्लुजन लेख्न पर्यो। फेरि साथीहरु अब सिक्नु भयो नि। अब कन्क्लुजन लेख्न जान्नु भएन मानव कन्क्लुजन लेख्न त मलाई त आउँदै आएन के गर्ने भन्नु होला। कन्क्लुजन लेख्न जान्नु भएन भने एउटा ट्रिक सिकाइदिन्छु हजुरलाई। यो फर्स्ट बुलेट पोइन्टको नलेख्नु सेकेन्ड बुलेट पोइन्ट र थर्ड बुलेटबाट के गर्नुस् एकुन्टा लाइन तानेर फ्याट्टै यहाँ लिएर के गर्नुस् छोड्दिनुस् है। बुझ्नु नि टाइम छ भने सारा यो कन्क्लुजन लेख्नु टाइम नलेखे पनि केही हुन्न त्यस्तो असर पर्दैन। लेख्नु भयो भने बेटर बेस्ट भइदिहाल्छ कि बुझ्नु नि बेस्ट हुन्छ। एकाइ 2 बाट हेर्नुस् त एकाइ 2 बाट हामीलाई के सुझ्छ बौद्धिक चोरी। बौद्धिक चोरीबाट बच्ने उपाय वा लेखन कार्यमा अरूको लेख रचना प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू लेख भनेको छ। युनिट 2 बाट के सुझ्छ गरे हामीलाई लेख रचना वा बौद्धिक चोरी भनेको एउटै हो नि हैन भनेर ध्यान दिनुपर्ने कुराहरू लेख भनेर सोध्छ। हेर्नुस् त कसरी गर्ने हो। हेर्नुस् त बौद्धिक चोरी र उपाय ट्याक्क हेडिङ लेख्ने। तर बौद्धिक चोरी भनेको के हो शब्द सुनमा लेख्नु त बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको यो चित्र बौद्धिक भनेको साथीहरु यो भिडियो सामग्री हैन। अब मानौ मेरो भिडियो हैन साथीहरु मैले यसरी यो भिडियो गराछु मेरो भिडियो अरु च्यानलले राखे भने के हुन्छ साथीहरु त्यो बौद्धिक चोरी हुन्छ। मैले के गर्न पाउँछु कपिराइट क्लेम गर्न पाउँछु नि त्यही हो के बौद्धिक चोरी भनेको। हेर्नुस् त अब बौद्धिक चोरीबाट बच्ने उपाय तपाईलाई के सिकाए साथीहरु मैले हजुरलाई जति सक्यो सर बुलेट पोइन्टमा लेख्न सिकाएको थिएँ तर अलि सानो भयो बुलेट पोइन्ट गराउनलाई एकदम गाह्रो भयो भने के गर्नु छ ट्रिक लगाउनु ट्याक्क फिगर गराएर लेख्ने यस्तै गरे। हेर्नुस् त बौद्धिक चोरीबाट बच्ने उपाय उपयुक्त स्रोतको उल्लेख पुनर्लेखन गर्ने उद्धरण गर्ने प्रुफ रिडिङ गर्ने। तर यसको लागि हल्का इति दुहा फेरि के हुन्छ भने हजुरले एक्सप्लेन गर्नु पर्छ दुई लाइन बुझ्नु नि। एक्सप्लेन कसरी गर्ने हजुरलाई मैले सिकाउँछु एक्सप्लेन कसरी गर्ने हो। उपयुक्त स्रोतको उल्लेख गर्नेमा अरूको बौद्धिक सम्पत्ति प्रयोग गर्न पाइन्छ तर प्रयोग गरेपछि यसको उपयुक्त स्रोत उल्लेख गर्नुपर्छ लास्टमा लेखिदिनु पर्छ कहाँबाट लिएर आएको भनेर। प्रुफ रिडिङ गर्ने प्रुफ रिडिङ भनेको अलि जानेको मान्छेलाई मैले हेर्नुस् त मैले यो गर्न त गरे यो मिलेछ कि यताउति बिग्रे त छैन भनेर देखाउनु भनेको। तर उद्धरण गर्ने भनेको साथीहरु डबल एट इन्भर्टेड कमामा राख्ने भनेको। हेर्नुस् त अर्को भनेको पुनर्लेखन गर्ने पुनर्लेखन गरेको भनेको अरूको जस्ताको त्यस्तै सार्न भन्दा हल्का आफ्नो बधाई पनि राख्ने भनेको। तर लास्टमा के गर्नुहुन्छ कन्क्लुजन लेख्नुहुन्छ। कन्क्लुजन भनेको अन्त्यमा अरूको लेख रचना प्रतिवेदन प्रयोग गरेर पाइन्छ तर उचित तरिकाले सोले उल्लेख गर्नुपर्छ भइहाल्यो साथीहरु। अर्को इम्पोर्टेन्ट मानौ तपाई एउटा विशेषज्ञ हो र हजुरले शाब्दिक जानकारी प्रस्तुत गर्दै हुनुहुन्छ यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ। हेर्नुस् त हल्का घुमा छ नि हजुरलाई। अब त्यसरी नजुक्किनु है हजुरलाई हामीलाई यहाँ भनेको शाब्दिक जानकारी प्रस्तुत गर्दा ध्यान दिनुपर्ने कुरा केहरु यही हैन सोधेको हजुर त्यतिकै डराउने हैन नि आनन्द गर्नेको क्वेशन बिस्तारै पढ्ने। सुरुमा हेडिङ लेख्नु छ शाब्दिक प्रस्तुतिकरणको प्रभावकारिता भनेर
सबभन्दा सुरुमा जानकारीलाई शब्द वाक्य तथा अनुच्छेदमा प्रस्तुत गर्ने कार्यलाई शाब्दिक जानकारी भनिन्छ। यस्तो जानकारीलाई व्याख्या गर्न, पुष्टि गर्न र निष्कर्ष निकाल्न सक्ने गरी प्रचलित छ। हेर्नुस् त अब प्रभावकारी कसरी गराउने छ। हेर्नुस् त प्रभावकारी भनेको यहाँ चाहिँ लेख्नुहुन्छ लक्षित पाठकको दक्षता आवश्यक चासोलाई सजिलोसँग बुझ्ने गरी लेख्ने। त्यहाँबाट अर्को के भनेको आफ्नो कुरा नराख्ने गरी के आफ्नो कहिले राख्नुहुन्छ नि जे मन लाग्यो लेखिदिने भन्ने। तर धेरै लामो नगराउने, तर एउटै बुदालाई नदराउने। अब हाम्रो बानी हुन्छ नि त एक्जाममा अब नजाने भएर के गर्ने बिच्चा बिच्चा माथिकै वर्डर तान्दिने, त्यो पनि गर्न हुँदैन गरे के। हेर्नुहोस् त त्यहाँबाट अन्त्यमा के लेख्नुहुन्छ कन्क्लुजन लेख्नुहुन्छ। यो त भयो। अर्को भनेको चित्रात्मक प्रस्तुतिकरण। यिनीहरू यो चित्रात्मक र साथै शाब्दिक प्रस्तुतिकरण भनेको यो उसको नतिजा प्रस्तुतिकरणको उसै माध्यम है, साथै प्रकार हो नै, नजुक्किनु होला। नतिजा प्रस्तुतिकरण गर्ने तरिकाहरू लेख्नु भन्दा के भयो शाब्दिक र चित्रात्मक पर्यो। त्यसमा पनि हाम्रो बदल भित्र गयो के बुझ्नु नि, बनाउने उपयुक्त बनाउने चित्र। सबभन्दा सुरुमा के गर्नुहुन्छ चित्रात्मक प्रस्तुतिकरण भन्नुहुन्छ। हेर्नुहोस् चित्रात्मक प्रस्तुतिकरण भने के छ जानकारीलाई शाब्दिकमा शब्दहरूमा व्याख्या गर्ने, यसमा फेरि चित्र चार्ट ग्राफ गराउनेलाई के भन्दो रहेछ चित्रात्मक प्रस्तुतिकरण भनिन्छ। हेर्नु त जसले शाब्दिक प्रस्तुतिकरणले कम स्थान र समयमा धेरै जानकारी प्रस्तुत गर्न सकिन्छ। शाब्दिकमा के हुन्छ एकदम लामो लेख्नुपर्छ, तर चित्रात्मकमा के हुन्छ भने छोटो चित्र गराएर सजिलो हुन्छ। के भन्छ उदाहरण चार्ट, वृत्तचित्र, ग्राफ, तालिका भयो। अब उपयुक्त गराउने तरिका हेर्नुहोस् त के गर्न सकिँदो रहेछ। ध्यान दिनुपर्ने कुराहरू शाब्दिक रूपमा व्याख्या गर्नुभन्दा पहिले ग्राफ तालिका प्रस्तुत गर्दा बुझिन सजिलो हुन्छ, एकदम सजिलो हुँदो रहेछ के। व्याख्या गरिएको अनुच्छेद वाक्यलाई कुन चार्ट वा ग्राफमा प्रस्तुत गर्ने जानकारीबारे चर्चा गर्नु। अब यस्तो भने के साथीहरु, अब मानव मैले यसमा के को कुरा गरिराखेँ भन्दा मैले क्रिकेटको बारेमा चर्चा गरिराखेँ, तर फुटबलको ठाउँमा गएर क्रिकेटको चित्र राखेर भएन नि, यस्तै भनेको ध्यान दिन पर्छ भनेको चार्ट ग्राफ वा तालिका कतैबाट साभार गरिएको भए स्रोत उल्लेख गर्ने। अब कहाँबाट कतैबाट निकालेको भने स्रोत उल्लेख गर्ने गरे। हरेक चार्ट ग्राफ वा तालिकाको शीर्षक उल्लेख गर्ने। शीर्षक मैले सिकाउँछु नि हजुरलाई शीर्षक गर्नुपर्छ भनेर, तर के भन्नु कन्क्लुजन। त्यसैले चित्रात्मक प्रस्तुतिकरण कम स्थान समयमा धेरै जानकारी प्रदान गर्ने हुनाले शाब्दिक भन्दा अझ प्रभावकारी, शाब्दिक भन्दा अझै बेटर। हजुरलाई शाब्दिक र चित्रात्मक कुन चाहिँ बेटर हुन्छ भनेर के लेख्नुहुन्छ, अब चित्रात्मक भनेर लेख्नुहुन्छ कि बुझ्नुभयो नि। यो त भयो, कन्क्लुजन पनि लेख्नु भयो। कहाँबाट तथ्याङ्क सङ्कलन विधिको बारेमा छोटकरीमा लेख्नुहोस् भन्छ। तथ्याङ्क सङ्कलन भनेर लेख्नुहुन्छ, तर के तथ्याङ्क सङ्कलन भने के हेर्नुहोस् खोज वा अनुसन्धानका प्रश्नको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने विधिलाई के भन्छ तथ्याङ्क सङ्कलन भन्छ। अब तथ्याङ्क सङ्कलन विधि हजुरले यसलाई चित्र गराएर मैले फिगर गराएर सिकाएको थिएँ नि बौद्धिक चरणमा, त्यस्तै गरी लेख्न पनि सक्नुहुन्छ। तर अझै होइन मलाई हल्का टाइम बचिरहेको छैन, अलि टाइम कम छ, एकदम झ्यापझुप गर्न छ भन्ने बेलामा के गर्नुहोस् तथ्याङ्क सङ्कलन विधि भने यस्तरी गर्नुहोस् है। हेर्नुहोस् त मेन एन्सरलाई एउटा मैले कुरा के सिकाएको छैन भन्दा हजुरलाई, अब तपाईँले मानौ हाम्रो एन्सर एउटा यहाँसिम सकियो। बानी धेरै साथी के हुन्छ क्वेसन नम्बर 13 भनेर यहीँबाट हुन्छ। यो भनेको वान अफ द ब्याडेस्ट रङ मेथड हो कि बुझ्नु, रङ मेथड हो। के गर्नुहोस् हजुरसँग कापी किन डराउनु पर्यो र जति पैसा तिर्नु भएको होइन हजुरले तिरेको नि के गर्नु, यहाँ छिम सकियो, यहीँ छिम सकियो मानौ त उताको एन्सर आएर यहीँ छिम सकियो, तर यहाँबाट सुरु गर्ने नेक्स्ट पेजमा गएर ट्राई गर्ने। नेक्स्ट पेजमा गएर के हुन्छ क्वेसन नम्बर 13 को एन्सर भनेर अर्को पेजमा नयाँ पेजमा बुझ्नु नि। किन हाम्रो टिचरले देख्दाखेरि के हुन्छ भने ट्याक्क एन्सर देखियो भने नम्बर दिन्छ के। टिचरलाई हजुरले जे लेखेको त्यो कुरा छ्याक्क बिचमा यस्तै गरी पढ्यो भने त कति सजिलो हुन्छ, पढ्न पनि सजिलो, मार्क्स दिन पनि सजिलो भयो, अरू भित्र पनि हेर्दैनन् के। हेर्नुहोस् प्रश्नावली विधि, छलफल विधि, समस्या समाधान विधि, क्षेत्र अवलोकन विधि। अब के गर्नुहोस् दुई लाइन एक्सप्लेन गर्ने। प्रश्नावली विधि भनेको हाम्रो कोही अब इन्टरभ्यू लिएर जान्छ बाटामा जाँदा तपाईँलाई मैले 1000 रुपियाँ दिन्छु यो क्वेसन मिलाउने वाला के प्रश्न सुन्ने। छलफल विधि भनेको साथीहरू बस्ने, तिमीलाई यो थाहा छ मलाई त यो थाहा छ यो भन्ने वाला के। तर समस्या समाधान विधि भनेको अब म्याथमा प्रब्लम आउँछ होइन, अब प्रब्लम x को भ्यालु निकाल्न छ, अब लास्टमा x को भ्यालु निकाल्ने भने के हो सल्भ भयो नि, त्यस्तै भनेको। क्षेत्र अवलोकन विधि भनेको अब मानौ यहाँ छिम कुनै एक ठाउँमा के भयो भन्दाखेरि साथीहरू मान्छेको मर्डर भयो होइन, मर्डर भयो भने हामीले के गर्नुपर्छ त्यही क्षेत्रमा गएर चेक गर्नुपर्छ नि के भएको भनेर। दुई लाइन लेख्नुहुन्छ। त्यहाँ कन्क्लुजन हेर्नुहोस् त, कन्क्लुजन माथि प्रस्तुत सम्पूर्ण विधिबाट अनुसन्धानको लागि आवश्यक पर्ने सूचना तथा सङ्कलन सहयोग हुनुका साथै उपयोगी पनि छ। भनेको शाब्दिक जानकारी प्रस्तुत गर्ने तरिका है साथीहरू, उतातिर हामीले ध्यान दिनुपर्ने कुरा लेखेको थियौँ। यहाँ चाहिँ फेरि तरिका के छन् त भन्ने। शाब्दिक प्रस्तुति गर्ने तरिका कुनै पनि कार्य प्रस्ताव प्रतिवेदनको लेखन कार्य प्रयोग गर्दा शाब्दिक तरिकाले
तरिकालाई शाब्दिक जानकारी प्रस्तुत गर्ने तरिका भनिन्छ। तरिका हेर्नुहोस्, तरिका भनेको छोटो रूपको सूची, छोटो रूपको सूची भनेको हाम्रो सर्ट फर्ममा लेख्ने भनेको के। अब सर्ट फर्ममा अब मेरो नाम के हो साथीहरु, उपहार रिसाल होइन। हेर्नुहोस् त, मैले के लेख्दै युआर लेखेँ। युआर को फुल फर्म के हो साथीहरु, उपहार रिसाल। यसको सर्ट फर्मको छोटो रूपको सूची भयो नि। युआर भने के हो, छोटो रूपको सूची। प्राविधिक शब्दको सूची, प्राविधिक शब्दको सूची भनेको साथीहरु यो टेक्निकल हुन्छ नि। कम्प्युटर भने के हो, टेक्निकल इलेक्ट्रोनिक्ससँग रिलेटेड भनेको प्राविधिक। अब मैले कम्प्युटर भने, कम्प्युटर के हो साथीहरु, प्राविधिक शब्द छ। त्यसको के गर्ने, माथि प्यासेज गराएर लेख्नुहुन्छ, तल फेरि प्राविधिक शब्द भनेर छुट्याइदिनुहुन्छ के। अब पाठ टिप्पणी, पाठ टिप्पणी भने के भन्दाखेरि तपाईले नेपाली त क्लास 12 को नेपाली पढ्नु भयो। अब कुनै पनि के हुन्छ, मेन कुरा, यो पेजको मेन कुरा के दिन्छ, लास्टमा यहाँ गरेर लेखिन्छ नि, त्यसलाई के भन्छ नि, पाठ टिप्पणी भन्छ। अन्त्य टिप्पणी भनेको के हो, अन्त्य टिप्पणी भनेको कुनै पनि एउटा कथा छैन, होल कथाको लास्टमा गएर मेन शब्दहरूको अर्थ लेखिदिनलाई अन्त्य टिप्पणी भनिन्छ। त्यही पेजको, यही पेजको यसैमा लेख्नुलाई फेरि पाठ टिप्पणी भनिन्छ। अब 2 लाइन एक्सप्लेन गर्नु, तर कन्क्लुजन पनि लेख्नु है। अब कोही साथीहरुलाई साथीहरु यसको के चाहियो, पीडीएफ चाहियो भन्नुभयो भने साथीहरु मात्र 50 रुपैयाँमा पीडीएफ पाइन्छ है साथीहरु। यसको पीडीएफ पाउनुहुन्छ हजुरले मलाई व्हाट्सएप गर्न सक्नुहुन्छ। मैले व्हाट्सएप नम्बर पनि दिन्छु, त्यसमा मलाई मेसेज गर्न सक्नुहुन्छ। मैले हजुरलाई सजिलो तरिकाले पठाइदिन्छु है पीडीएफ पनि।